प्रधान सेनापतिज्यूको कमान्ड नीति तथा मार्गनिर्देशन 2081 अनुसार यस 5औं राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गरिएको हो। उद्देश्य यस गोष्ठी सञ्चालनको उद्देश्य राष्ट्रिय सुरक्षाको अभिन्न अङ्गको रूपमा रहेको साइबर सुरक्षामा देखिएका विभिन्न कमी कमजोरी तथा ग्याप्सहरूलाई मध्यनजर गरी एकीकृत रूपमा आफ्नो क्षेत्रबाट तयारी तथा सक्षम अभिवृद्धि गरी आपसमा समन्वय सहयोग र सहकार्य गर्नु रहेको छ। श्रीमान, म अब 5औं राष्ट्रिय साइबर सुरक्षा गोष्ठीको सन्दर्भमा संक्षिप्त रूपमा जाहेर गर्दछु। यस कार्यक्रमलाई दुई सत्रमा सञ्चालन गरिएको थियो। पहिलो सत्र अन्तर्गत साइबर थ्रेटका सम्भावित सिनारीहरूमा विभिन्न निकायहरूबीच समन्वय गर्ने, निर्णय प्रक्रियाका आधारमा ल्याउने र ग्याप्स आइडेन्टिफाई गरी अपेक्षासहित टेबलटप एक्सर्साइज TTX सञ्चालन गरिएको थियो। अभ्यासको केही दिन पूर्व सहभागी सबै नेपाली सेनाका सिनियर अधिकारीज्यूहरू तथा सरकारी तथा गैर सरकारी संस्थाका सबैजनालाई हामीले पूर्व तयारीको लागि समन्वयात्मक बैठक सञ्चालन गरेका थियौँ। दोस्रो भागमा यस साइबरसँग सम्बन्धित विशेषज्ञहरू सब्जेक्ट म्याटर एक्सपर्टबाट दीर्घकालीन रणनीतिक सोच विकासमा सहयोग पुर्याउने उद्देश्यले एक्सपर्ट एकाडेमी